मिडियामा नेपाली जनताको आवाजको प्रतिनिधित्व गर्ने पत्रकार मित्रहरू र यहाँ मभन्दा अगाडि यो राष्ट्रिय परिचय पत्रको कानुनी पक्षमा यहाँ चाहिँ अहिलेसम्म सशक्त रूपमा लडिराख्नुभएका हाम्रा वरिष्ठ साहित्यकार तथा अधिवक्ता रामेश्वर राउत माथिदासजीले पनि धेरै कुरा प्रकाश पार्नुभयो। त्यसपछि तपाईँहरूले वरिष्ठ अधिवक्ता डाक्टर विश्वदीप अधिकारीजीको कुरा पनि सुन्नुभयो र मलाई खास गरी यो राष्ट्रिय परिचय पत्र भन्ने चिज के हो भन्ने कुरो पहिले थाहा थिएन। म कालीकोटमा जन्मेको मान्छे, 60 वर्षको हुँदा त्यहाँ चाहिँ कर्णालीमा चाहिँ वृद्ध भत्ता दिन्छ, तर मैले चाहिँ 70 वर्ष हुँदासम्म पनि वृद्ध भत्ताको लागि मलाई चाहिँ लाज लाग्यो क्या दिन। मलाई आफू जवान छु भन्ने लागिरहन्छ। अनि के का वृद्ध भत्ता, उमेर मात्रै बढेर त भएन, भावनाले गर्दाखेरि मैले वृद्ध भत्ता लिइनँ। पछि बसाइसराईको कागज बनाइयो, कालीकोटबाट काठमाडौँको यो इचङ्गु नारायण गाविसमा म ट्रान्सफर भएँ। अहिले त्यो नागार्जुन नगरपालिका वडा नम्बर 1 मा चाहिँ मैले चाहिँ नि गएर ज्येष्ठ नागरिकको कार्ड बनाउन जाँदाखेरि भत्ता पनि दिनुहोस् भनेर उनीहरूले दिए र 6-8 महिना भत्ता लिइसकेपछि एक दिन फोन आयो नगरपालिकाबाट, तपाईँको त्यहाँ राष्ट्रिय परिचय पत्र नलिएकालाई चाहिँ नि रोक्नु भन्ने सरकारी गृह मन्त्रालयको आदेश छ, तपाईँ राष्ट्रिय परिचय पत्रको नम्बर ल्याएर आउनुहोस्, होइन भने तपाईँको भत्ता रोकिन्छ भन्यो। आज 2 वर्षदेखि मैले भत्ता पाएको छैन। अनि नपाएपछि किन चाहियो राष्ट्रिय परिचय पत्र, किन चाहियो भत्ता, भइहाल्यो, म आफै कमाएर खान्छु भनेर मैले वास्ता नगरेको। अनि मैले चाहिँ नि एउटा विदेशबाट मलाई निम्तो आयो, न्युजिल्यान्डबाट, र त्यहाँ जानु पऱ्यो भनेर पासपोर्ट हेरेको त त्यसमा त म्याद सकिन लागेको रहेछ। अनि म राजधानी विभागमा गएँ। त्यहाँ विभागमा जाँदाखेरि राष्ट्रिय परिचय पत्र माग्यो। मैले भने यो वरिष्ठ हाम्रो एकदम विशिष्ट फिल्मका नायक हुनुहुन्छ विश्व बस्नेत, उहाँले पहिल्यै सर्वोच्चमा यहाँ अधिवक्ताहरू मार्फत रामेश्वर राउत माथिदास मार्फत मुद्दा हालेर उहाँले जितेर अन्तरिम आदेश भएको रहेछ उहाँलाई। मैले त्यो आदेशमा चाहिँ नेपाली नागरिकताको आधारमा दिनु, नागरिकता पनि रिन्यू गर्नु अथवा पासपोर्ट पनि रिन्यू गर्नु, अन्य कारोबारमा पनि यो गर्नु भन्ने सर्वोच्चको आदेश रहेछ। मैले त्यो कपी लिएर गएको त त्यो उहाँको त्यो महानिर्देशक भन्ने एउटा मानसिक रोगी रहेछ, त्यो इडिमेको दलाल रहेछ। त्यसले भने यस्तो आदेश सर्वोच्चले जे पनि गर्छ, त्यहाँ न्यायाधीशहरूले चाहिँ कुनै एउटा सेन्स नभएका छन् तिनीहरू, त्यस्तो हामी मान्दैनौँ, तपाईँको नाममा पनि आदेश छैन, जानुहोस् तपाईँ भनेर भन्यो। होइन, अदालतको आदेश तपाईँ नमान्ने, नेपाल सरकारको कर्मचारी होइन, संविधान नमान्ने भन्दाखेरि होइन, तपाईँ जहाँ अदालतमा जानुहोस् न तपाईँ भनेर भन्यो। त्यसपछि म काठमाडौँ जिल्ला कार्यालय गएँ। त्यहाँ सिडिओ अलि राम्रै मान्छे रहेछन्, उनले सहायक सिडिओ कहाँ पठायो, त्यहाँ यो विषयमा उही जान्दछ भनेर, कानुन पनि पढाएको छ भनेर भने। एकजना सहायक सिडिओ रहेछ, त्यो पनि मानसिक रोगी जस्तो। त्यसले त डाइरेक्ट के भन्यो भने यो त विश्व बस्नेतको नाममा मात्रै यो आदेश, तपाईँलाई दिनु भनेकै छैन, हामी राष्ट्रिय परिचय पत्र लिनुहोस् भने। त्यसले मैले भने सर्वोच्चले आदेश गरेको छ, सारा सबैलाई नेपाली नागरिकलाई यो लागू हुन्छ, यो के गर्ने भनेर। अनि म जब त्यो सिडिओले त्यस्तो नचाहिने कुरा गर्यो, सहायक सिडिओले, अनि मलाई त अब राष्ट्रिय परिचय पत्र या त लिनु पऱ्यो, होइन भने त अब मेरो त कुनै कारोबार नहुने भयो। मेरो त उहाँ चाहिँ नि वृद्ध भत्ता पनि रोकिएको छ, पासपोर्ट पनि रिन्यू भएन, अब ब्याङ्कका खाताहरू पनि सब बन्द छन्, अब के गर्ने त भनेर मैले चाहिँ नि कानुनी रूपमा छलफल गरेँ रामेश्वर राउत माथिदासजीसँग। उहाँले भन्नुभयो हामी अदालत जानुपर्छ, अदालतबाट न्याय अवश्य पाइन्छ भन्नुभयो। तर अदालतमा त थरी थरी न्यायाधीश रहेछन्। अघि यहाँ वरिष्ठ अधिवक्ताले भन्नुभयो नि, मेरो मुद्दामा अदालतमा चाहिँ नि अन्तरिम आदेश दिइएन। जब चाहिँ पूर्वी नेपालको मान्छे विश्व बस्नेतलाई चाहिँ अन्तरिम आदेश दिने, म चाहिँ उता जुम्ला हुम्ला कालीकोटको मान्छे भएर मलाई नदिएको हो कि जस्तो मलाई भान भइरहेको छ।
यो अदालतले चाहिँ मलाई चाहिँ अन्तरिम आदेश नदिने। अहिले सर्वोच्च अदालतमा के भइराखेको छ भने दिनदिनै पेसी लिइराखेका छौँ, तर कहिले पालो नआउने। कहिले पालो आयो भने पहिले चाहिँ त्यो विषयबारे के अरे हामीले चाहिँ एउटा न्यायाधीशले भन्यो हामीले यसमा चाहिँ राष्ट्रिय परिचय पत्रबारे पहिले बोलिसकेका हुनाले बोल्न मिल्दैन भन्यो। जबकि अन्तरिम आदेश दिनुपर्ने छ। राष्ट्रिय परिचय पत्रबारे उनीहरूले एकदम गोप्य राख्नु, यहाँ गर्नु उहाँ गर्नु भनेर उनीहरूले त्यो बोलेका रहेछन्, सपना मल्ल प्रधान सहितका न्यायाधीशहरूले। तर उता राष्ट्रिय परिचय पत्रबारे तपाईँहरूलाई थाहा छ, सिंहदरबारमा एकजना अन्नुन मान्छे गएर त्यो परिचय पत्रका सारा डाटा राखेको मेसिन चाहिँ बनाउँछु भनेर लगेर 2 दिन बाहिर राखेर त्यो सारा डाटा लिएर खतम पारिदियो। कसलाई बेच्यो नेपालीहरूका सारा डाटा। इडिमी भन्ने फ्रान्सको त्यो युएनमा ब्ल्याकलिस्टेड कम्पनीको कुरै नगरौँ। राष्ट्रिय परिचय पत्र जसले लिएका छन्, दिल्लीमा एउटा बिरामी मान्छे गएको, उसले चाहिँ गल्तीले नागरिकता नलिएर राष्ट्रिय परिचय पत्र लिएछ। दिल्लीको एयरपोर्टमा इन्डियन पुलिसले उसलाई झाँगल झुँगल पारेर हवाईजहाजमा चढ्नै दिएन। राष्ट्रिय परिचय पत्र क्या चिज है हम नहीं जानते हैं मैले। अब चाइनाले चिन्दैन, इन्डियाले चिन्दैन, सार्क कन्ट्री कसैले राष्ट्रिय परिचय पत्र लिएकै छैन। युरोप अमेरिकामा कहीँ पनि राष्ट्रिय परिचय पत्र लागू छैन र यो चाहिँ राष्ट्रिय परिचय पत्र कहीँ संसारमा लागू पनि छैन। यसको केही मतलब पनि छैन। यो राष्ट्रिय परिचय पत्र हामीलाई मात्र ठग्न किन गरे हो भन्दाखेरि, एक त लेबनानमा फेजर बमले मान्छे उडाए जस्तै, इरानमा चाहिँ डाँटको एउटा हाल्दाखेरि त्यहाँ चिप्स राखिदिएर त्यहाँको नेता मारे जस्तै हाम्रा चाहिँ गोप्य शरीरका अङ्गहरूका सूचनाहरू लिएर हामीलाई भोलि गएर गोर्खाली भने त वीर जाति लड्न सक्छ, साम्राज्यवादीहरूलाई घुँडा टेकाउन सक्छ। त्यसैले यो साम्राज्यवादीहरूको षड्यन्त्र हो भन्ने एक थरी बुद्धिजीवीहरूको भनाइ मैले सुनेको छु। अरू यस्ता कुराहरू यो चाहिँ कस्तो छ भने 46 अरब रुपियाँ चाहिँ विश्व ब्याङ्कबाट ल्याएर नेपालीका टाउकामा ऋण लादेको, यो लादे बापत नै होला यो केपी ओली र शेरबहादुर देउवालाई लात्तैले जनताले हानेको। यो त्यसैले गर्दाखेरि मलाई त्यो जेनजीका नाममा जे भए पनि यी अपराधी नेताहरू, अपराधी व्यवस्था, अपराधी चाहिँ न्यायाधीश, अपराधी चाहिँ नि यो चाहिँ नि व्यवस्था हो यो भन्ने कुरो मलाई अहिले बोध भइरहेको छ। मैले 2 वर्षदेखि तपाईँको भत्ता पाएको छैन, वृद्ध भत्ता, र न्यायालयमा गयो कुनै न्याय दिँदैन। कहीँ गए पनि तपाईँ सरकार बोल्दैन र संविधानमा यसको व्यवस्थै छैन भनेर अघि यहाँ 2 जना संविधानविदले तपाईँकै अगाडि बोल्नुभयो। र यो कस्तो छ भने अधेर गल्ती भइरहेको छ, अत्याचार भइरहेको छ। नेपाली जनतालाई कहिले निर्वाचन परिचय पत्र, कहिले के परिचय पत्र, कहिले के परिचय पत्र, यो अहिलेको जुन संविधान र यो व्यवस्था यो चाहिँ अपराधी व्यवस्था, यो पुँजीवादी एउटा लुटेरा व्यवस्था भन्ने कुरो यसैबाट पनि प्रष्ट हुन्छ। र यस व्यवस्थाका जति पनि मतियारहरू छन्, यी अहिलेका तथाकथित शासकहरू, यी सबै अपराधीहरू हुन्। यिनीहरूलाई यो व्यवस्थापिका अथवा चाहिँ यो चाहिँ तपाईँको सर्वोच्च अदालत र सिंहदरबार जलाउनेहरूले अबदेखि चाहिँ यो अपराधी व्यवस्थाका मतियारहरूलाई जलाउनुपर्छ भन्ने अवस्था सिर्जना भएको देखेको छु मैले। कतिपय मान्छेहरू जो अहिले मुद्दा लडिरहेका छन् राष्ट्रिय परिचय पत्रको बारेमा, उनीहरूमा मैले यस्तो आक्रोश देखेको छु। त्यसैले म के भन्छु भन्दाखेरि यो देशमा साह्रै अत्याचार भएको छ। त्यो अत्याचारको मुखदर्शक अदालत भइरहेको छ र यसैले तपाईँहरू मिडियामा हामी अहिले आउन बाध्य भएका छौँ। र यो नेपाली मिडियामा चाहिँ तपाईँको यो देशमा जुन अत्याचार, लुट र नेपाली नागरिकमाथिको खेलवाड भइरहेको छ, यसको बारेमा अब चाहिँ धेरै ठुलो चाहिँ सङ्घर्षको खाँचो छ। म नेपाली जनतालाई पनि आह्वान गर्छु, अब यी लुटेराहरूका विरुद्ध खडा हुनुहोस् र यो यस्ता राष्ट्रिय परिचय पत्र जस्ता यो अत्याचारी चाहिँ तपाईँको नेपाली जनताको विरुद्ध साम्राज्यवादीहरूका खेलवाड गर्ने कामहरूलाई रोक्नका लागि नेपाली जनताले चाहिँ अफगानिस्तानमा तालिबानहरूले खडा भए जस्तै यहाँ खडा हुनुपर्ने आवश्यकता मैले देखेको छु। धन्यवाद छ। सरलाई हाम्रो प्रश्न छ। सर, अहिले सुकुम्बासीको विषयमा नि तपाईँहरूको धारणा चाहिँ के छ विशेष? अब यो जहाँसम्म सुकुम्बासीको विषयमा अब धेरै राम्रो गहन अध्ययन भएका विद्वान अधिवक्ता साथीहरूले जवाफ दिनुहोला। जहाँसम्म मेरो धारणा छ, यो मैले चाहिँ यसबारे
यो प्रेस क्लबमै आएर पनि आफ्ना धारणा राखिसकेको छु। र खास गरी के भइराखेको छ भन्दाखेरि अहिले एक प्रकारको अन्तर्राष्ट्रिय डिप स्टेटको षड्यन्त्रले नेपालको राजनीतिलाई गाँजेको छ। त्यस्तो गाँजेको सन्दर्भमा विचार गर्दाखेरि सुकुम्बासी भनेका गरिब नेपालीहरूलाई चाहिँ सफाया गर्ने किसिमको षड्यन्त्र त छैन भन्ने मैले चर्चा केही व्यक्तिहरू बिच भइरहेको मैले सुनेको छु। तर जहाँसम्म मलाई के लाग्छ भने सहरको सौन्दर्यीकरणको कुरा, अब जथाभावी चाहिँ जग्गा भनौँ न जग्गा जमिन अधिग्रहण गर्ने कुरा, यी कतिपय कुराहरू चाहिँ तपाईँको एउटा नेपाली जनताको चाहना अनुसार नै सरकारले गरोस् भन्ने पहिलेदेखि नै माग भएर आएको कुरा पनि हो। यो सुकुम्बासीको नाममा सरकारी जग्गामाथि राजनीतिक दलका कार्यकर्ताहरूले र भनौँ न हिजो पञ्चायतकालमा चाहिँ के थियो भन्दाखेरि जनमत सङ्ग्रहमा पञ्चायत जिताउनलाई जङ्गल भडानी गरे जस्तै त्यो जग्गा जमिन अतिक्रमण पनि हुन्थ्यो। र यो वास्तवमा चाहिँ नि यो संसारको कुनै पनि सरकारले सार्वजनिक जग्गा वितरण गर्ने काम चाहिँ हुँदैन। यो वास्तवमा राजनीतिक दलहरूका नाममा जुन अपराधी तत्त्वहरूले देशको सत्ता कब्जा गरे र जुन अहिलेको संविधान अहिलेको व्यवस्था भनिन्छ नि, यो दिल्लीमा बागबुदे भएर विदेशीले लादेको व्यवस्थामा यहाँ जे जति काम भएका छन् यो चाहिँ नि सरकारको सम्पत्ति अथवा सार्वजनिक सम्पत्ति जनताको सम्पत्तिमाथि हुर्मत खेल्ने काम भएको छ। त्यसको एउटा अङ्ग यो सुकुम्बासी समस्या। अब तपाईँले हरेकचोटि जस्तो यहाँभन्दा अगाडि पनि केपी शर्मा ओलीको सरकार विरुद्ध तपाईँ खनिनुहुन्थ्यो, पहाड बनेर खनिनुहुन्थ्यो होइन। देउबाको पालामा पनि तपाईँ त्यसै गरी खनिनुभयो। प्रचण्डलाई त तपाईँले देखिसहनु हुँदैन। अहिले बालेन शाह विरुद्ध पनि तपाईँ त्यसै गरी झम्किँदै हुनुहुन्छ। बालेन शाहले त कहीँ कतै त राम्रै गजब काम पनि गरेका छन्। उहाँ आए पछाडि जनताले पनि वाह बालेन शाह पनि भनिरहेका छन्। तपाईँ चाहिँ यो जुन सरकार आए पनि किन खेदो खन्नुहुन्छ? होइन, जुन सरकार होइन, पहिलेका सरकारको खेदो खनाइ र अहिलेको सरकारको खेदो खनाइमा अलि अन्तर छ। यो कुरा तपाईँहरूले बुझ्नुहोस्। अहिलेको सरकार गैर संवैधानिक तरिकाले आएको छ। सुशीला कार्कीलाई जुन संविधानले चिन्दैन त्यो संविधान अन्तर्गत उसलाई निर्वाचन गराउने के अधिकार थियो? 5 करोड भोट छापेर तपाईँको 1 करोड 6 लाख भोट चाहिँ तपाईँको खसेको निर्वाचन आयोगले भन्छ। उता चाहिँ तपाईँको अरू बाँकी भोट कहाँ गए? ती भोट सब सेनाले लिएर चाहिँ यो राष्ट्रपालाई 182 सिट जिताएको हो भनेर तपाईँको चाहिँ नि संसदमा अपोजिसनको लिडर रामबहादुर थापा बादलले भनेको कुरा रेकर्डेड छ। तपाईँहरूले हेर्नुहोस्, यो मैले भनिरहेको छैन। र यो सरकार नै तपाईँको कसको जगमा आएछ त भन्दाखेरि एउटा अपराधी जगमा आएको, एउटा गलत तरिकाले निर्वाचित भएको सरकार, गलत तरिकाले चुनिएको सरकार। अब बालेनमाथि अमेरिकन एउटा डिप स्टेटको एसिआइपिएलको सदस्य हो भन्ने कुरो पनि आएको छ। त्यसबारे कसैले छानबिन गरेको छैन, गर्दा हुँदा पनि हुँदैन। तर तपाईँहरूले यो कुरालाई चाहिँ जनताको नजरमा ल्याउनुपर्छ भन्ने मेरो धारणा छ। र जहाँसम्म के लाग्छ भन्दाखेरि तपाईँको अहिले जुन प्रकारको अमेरिकन डिप स्टेटले यहाँ 90 करोड डलर खर्च गरेर जुन प्रकारको यहाँ राजनीति गर्यो त्यो कुरा विदेशी ठुला मिडियाहरूले यो कुरा सार्वजनिक गरेको कुरा हो। त्यो 90 करोड अमेरिकी डलर खर्च गरेर यहाँ चाहिँ नि जुन प्रकारको सत्ता आएको छ त्यो सत्ताले कुनै गतिलो काम गर्छ भन्ने कुरा देखिँदैन। त्यो सत्ताले गतिलो काम गर्ने भएको भए सरकार गठन भएको महिना दिन भएको छैन 2 जना मन्त्रीहरू अनैतिक भ्रष्ट काम गरेर तपाईँको सरकारबाट खोसिएका छन्, राजीनामा दिन बाध्य भएका छन्। र यसले गर्दाखेरि मैले अझ तपाईँहरूसँग अन्तर्वार्ता दिँदाखेरि मैले भनेको थिएँ पहिले कि कमसेकम 100 दिन यो सरकारको म हेर्छु भनेको थिएँ। तर 100 दिन हेर्नै परेन, 15-20 दिनमै सरकार नाङ्गिएर आयो। र तपाईँको हेर्नुहोस् अर्थमन्त्रीले चाहिँ गुणाकर भट्ट भन्नेलाई राष्ट्रिय योजना आयोगको सदस्य के अरे बनायो नि उपाध्यक्ष। त्यसबाट के भयो भन्दाखेरि त्यो त गुणाकर भट्ट भनेको हो, त्यो त चाहिँ तपाईँको गभर्नर हुनका लागि 30 करोड चिया खर्च दिने मान्छे हो। त्यस्तो मान्छे त्यो मान्छे दीपक भट्टको मान्छे हो। दीपक भट्टलाई उनीहरूले स्वयं गिरफ्तार गरेका छन्। त्यस्तो मान्छेलाई
उपाध्यक्ष राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाइसकेपछि अब यो सरकारको चाहिँ नि 100 दिन कसरी कुर्ने हामीले? ठिक छ। अब तपाईँले सेनामाथि पनि खनिनुभयो होइन, सेनाकै कारणले गर्दाखेरि चाहिँ बाक्सा सासाको कुरा पनि गर्नुभयो। तर धेरैले भन्छन् कि सेनाकै कारणले गर्दाखेरि देश जोगिया हो। भदौ 23 र 24 गतेको जुन जेन्जी प्रदर्शन भयो त्यसमा सेनाले सुझबुझ नगरे भए कतै भारतीय अथवा चिनिया सेना आएर देशको कब्जा गर्थे कि भन्ने कुरा पनि थियो। सेनाकै कारणले गर्दाखेरि देश जोगिया होइन र भने खोइ त्यो तपाईँको विश्लेषण होला। यो धेरैजसो पत्रकारहरू अहिले सेनासँग राम्रो सम्बन्ध भएका पनि छन्, मैले दिएको अन्तर्वार्ता समेत प्रकाशित गर्दैनन्। र चाहिँ तपाईँको मैले के देखेको छु भन्दाखेरि बहालवाला प्रधानमन्त्रीको सुरक्षा नदिने, बहालवाला तपाईँको चाहिँ सिंह दरबार भनेको कार्यपालिका, तपाईँको चाहिँ नि व्यवस्थापिका र चाहिँ नि सर्वोच्च अदालत भनौँ न न्यायपालिका, त्यसको सुरक्षा नगर्ने यस्तो पाजी सेना। र त्यसपछि गएर तपाईँले भन्नुहोस् न एउटा कुरो, आन्दोलन गर्छन् विद्यार्थीहरूले, अब तपाईँको कुरा गर्न कहाँ जान्छ? त्यो 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 पाजीहरूलाई त्यो त्यहाँबाट उसले के भन्छ, बालेन शाहले एउटा अँध्यारो कोठाभित्र पसेर सिंहदरबार जल्दाखेरि चाहिँ नि दमकल रोक्ने बालेन शाहले के भन्छ भने सेनाको हेडक्वार्टरमा गएर राजनीति कुरा गर भन्छ। को त्यो अशोक सिग्देल भनेको? त्यसलाई नेपाली जनताले भोट हालेको छ? त्यो हाम्रो राजनीतिक नेता हो? त्यो एउटा डाइरेक्टर हो, विभागको अध्यक्ष मात्रै, एउटा विभागीय प्रमुख हो। त्यसलाई के अधिकार छ त्यो राजनीतिक कुरा गर्ने? त्यसलाई नेपाली जनताले अधिकार दिएको छ? त्यसले अनैतिक काम भनेको त्यो अशोक सिग्देलले गरेको छ अनैतिक काम। त्यो सेनाको हेडक्वार्टरमा चाहिँ राजनीतिक कुरा गर्ने त्यसलाई अधिकार छ? हो। त्यसैले गर्दाखेरि त्यो तथाकथित जिन्जीहरूको आन्दोलन होइन कि त्यो सेनाले कु गरेको हो। र यो सेना चाहिँ नि अपराधी सेना हो। यसले संविधान स्याक गर्न खोजेको थियो, तर संविधान स्याक गर्दाखेरि संयुक्त राष्ट्रसङ्घले मान्यता फिर्ता लिने भयो देशको र सेनाको। त्यसैले गर्दाखेरि यिनीहरूले संविधान स्याक गरेनन्। तर असंवैधानिक गैर संवैधानिक तरिकाले त्यो तपाईँको चाहिँ नेपालको संविधानले चिन्दै नचिनेको मान्छेलाई प्रधानमन्त्री बनाएर त्यसैको पछाडि सेनालाई परिचालन गरेर यहाँ तथाकथित निर्वाचनको नाटक गरियो। यो सम्पूर्ण कुरा अरूले भन्न सक्दैनन्। केपी ओली जस्ता चाहिँ शेरबहादुर जस्ता प्रचण्ड जस्ता तपाईँको चाहिँ देशलाई बर्बाद गर्ने विदेशीका एजेन्ट गद्दार नेताहरूले गर्दाखेरि तपाईँको चाहिँ नि यिनीहरूलाई नङ्ग्याउन सकिएन भन्दैमा प्रेम कैदी चुप लाग्दैन। म जे सत्य सत्य भन्छु र तपाईँहरूको हिम्मत छ भने यो कुरालाई प्रकाशित गर्नुहोस्। के पर्थ्यो जस्तो सेनासँग वार्ता नगरेर त्यति बेलाको अवस्थामा चाहिँ कोसँग वार्ता गर्नु पर्थ्यो, कसरी समाधान निकाल्नु पर्थ्यो तपाईँको भएमा चाहिँ के छ? राजनीतिक शक्तिको बिचमा चाहिँ तपाईँको चाहिँ नि एउटा राउन्ड कन्फरेन्स गरेर पनि गर्न सकिन्थ्यो। अन्य धेरै किसिमका उपायहरू छन्। सेनाले चाहिँ त्यो राजनीतिक कमान्ड लिने उसलाई अधिकारै छैन। उसलाई कसले अथराइज गरेको थियो? किन? नेपाली जनता, तपाईँ नेपाली जनता भन्नुहुँदो रहेछ। त्यो जेन्जी आन्दोलन भने अमेरिकन एम्बेसडरले चलाएको र त्यो बोर्डिङका तपाईँको चाहिँ हेडमास्टरहरूलाई चाहिँ एम्बेसीबाट धम्काएर मोटरमा विद्यार्थी जम्मा गरेर त्यो त्यस्तो चाहिँ नि एउटा अमेरिकनको षड्यन्त्रलाई तपाईँ चाहिँ डिपी स्टेटको षड्यन्त्रलाई त नेपाली जनता भन्नुहुन्छ? तपाईँ पत्रकार हो, तपाईँ बुद्धिजीवी हो कि तपाईँ सेनाको गुप्तचर हो? होइन, हामीले प्रश्न पनि नपाउने हो भने तपाईँ कस्तो कुरा आयो? तपाईँको प्रश्नको नियत हेर्नु पर्यो नि। तपाईँले त्यस्तो प्रश्न गर्न पाउनुहुन्न। तपाईँले मेरो अधिकार अनुसार तपाईँको प्रश्नको उत्तरमा मैले बोलेको कुरामा प्रति प्रश्न गरेर चाहिँ तपाईँ चाहिँ नि सेनाले खुस पार्न खोज्ने? हाम्रो त कुनै स्वार्थ छैन सेनासँग, न गोरु बेचा छैन। त्यो होस्, म त्यही चाहन्छु। तपाईँको चाहिँ होला होइन? म त्यही चाहन्छु। तपाईँको स्वार्थ रहेनछ, त्यसको लागि धन्यवाद छ। ल भन्नुहोस्, अरू केही छ कि? हस्, धन्यवाद।